दर्शकबिन हामी अहिले अनामनगरमा छौँ। यो अनामनगरको यो सुकुम्बासी वा अतिक्रमण गरेर बसेको वा नक्सा नभएको घर, यो घर भटाभट खाली हुँदैछ। म तला नै गनेर तपाईँलाई देखाइदिन्छु। यो घर भत्काउने तयारी गर्दैछ बालेन सरकारले, महानगरपालिकाले। यहाँ हेर्न सक्नुहुन्छ। यहाँ तपाईँको यो घर म तला नै गरिदिन्छु है। अन्डरग्राउन्ड 1 जोड्यो भने 1 2 3 4 5 6 7 8 तला चाहिँ माथि नै देखिन्छ। अन्डरग्राउन्ड जोड्यो भने यो घर 9 तला रहेछ। अन्डरग्राउन्ड 1 तला छ भने 9 तला हुन्छ, 2 तला छ भने 10 तला हुन्छ। अर्थात् 8-9 तलाको यो सुकुम्बासी कि हुकुमबासी। अब यसमा नै म काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चाहिँ मेयर हुँदैखेरि पनि यो घरमा चाहिँ यो डोजर लगाउने प्रयास गरेका थिए। तर तत्कालीन केपी ओली सरकार थियो, अनिखेरि वा प्रचण्ड सरकार थियो। उनीहरूको सत्ता र शक्ति रहन्जेल यो यसमाथि बालेन शाहको केही लागेको थिएन। हेर्न सक्नुहुन्छ प्रहरीहरूले माइकिङ गरेर चाहिँ सबैलाई यहाँबाट हट्न, खाली गर्न आदेश दिइसकेका छन् भने चारैतिर जनताहरू यति ठुलो घरलाई डोजर कसरी चलाउला र यो कसरी भत्काउला भनेर चाहिँ जनताहरूले अब यो हेरिरहेका छन् साथीहरू। यो 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 आलिशान यो सुकुम्बासी कि हुकुमबासी भनेर पनि यो सोध्नुपर्ने हुनसक्छ। यहाँ हामी यहाँहरूलाई यो हेर्नुहोस् त, यो कस्तो आलिशान बङ्गलो। यो तपाईँको यो के सत्ता र शक्ति के को आडमा यति ठुलो घर बनाएका रहेछन्। यो सुकुम्बासीको घर हो कि हुकुमबासीको हो त तपाईँहरू आफ्नो भनाइ राखिदिनु भयो। यो सामान सारेको के प्रहरीले अब यो डोजर चल्ने भनिसक्यो, भत्काउने अरे। के पसल थियो तपाईँहरूको? हजुर बिग मार्ट थियो। कति पुरै तलको फ्लाइट? अनि कहिले कति भएको थियो तपाईँहरूले लिएको? यो 1 वर्ष अगाडि नै यसलाई भत्काउनु खोजेको थियो बालेन शाहले, डोजर लाउनु खोजेको थिए। तपाईँलाई थाहा भएन? तत्कालै भन्नु त हाम्रो 2 महिना अगाडि चाहिँ हामीले प्लान गरिसक्यो, थाहै थिएन। 1 वर्ष अगाडि यत्रो समाचार बनेको थियो यसको, तपाईँहरूलाई थाहा थिएन? थाहा भयो त, हामीले 2 महिना अगाडि प्लान गरेर 25 प्लान बनायो। ल, उहाँलाई थाहा नै रहेछ। तर बालेन शाहले योभन्दा अगाडि पनि काठमाडौँ महानगरपालिकाको मेयर हुँदैखेरि यो भत्काउने प्रयास गरेका थिए। कति तला बिल्डिङ हो थाहा छ तपाईँहरूलाई? 8-9 तला छ होइन त गर्दाखेरि त। अन्डरग्राउन्ड जोड्यो भने 10 तला छ, 2 तला अन्डरग्राउन्ड छ। यो कति अन्डरग्राउन्ड कति तला छ?